जय माता दी। आज म जाँदैछु एउटा मन्दिरमा, माताको मन्दिरमा। वहाँ मैले छोरी माने मागे थिएँ अनि मैले पाएँ। अब जतै पूजा गर्न जाँदैछु। यहाँ छोरा अनि उता भाइ सबैजना आएका छौँ। आज यतैबाट घर पनि जाने। अनि म फेरि दोकानमा पसेँ त्रिशूल लिन्छु भनेर, किनकि मैले सोचेको थिएँ मनमा अगर मेरो मनोकामना पूर्ण भयो भने म मातालाई त्रिशूल चढाउँछु भनेर, किनकि त्यहाँ त त्यस्तो केही देखिनँ, किनकि त्यहाँ केही माग्नु पनि हुन्न। अनि त्यही लागि मैले आफै सोचेर त्रिशूल किनेँ। जय माता दी। आज मैले सन्तान मागेको थिएँ। आज म माताको मन्दिरमा आइपुगेको छु। म तपाईँहरूलाई पनि देखाउने छु। दुल्याजनमा यहाँ हुनुहुन्छ हाम्रो माता। आज माताको द्वारा मेरो सन्तान भयो अनि छोरीलाई काखमा दिएको छु। त्यस्तो विशेष केही मैले त्यस्तो चढाइन, जति आफ्नो श्रद्धा भक्तिले यहाँ दियो बाले। मातालाई त्यत्रो ठुलो मलाई उपकार गर्नुभयो अनि सँगमा त्रिशूल चढाएँ। यहाँ हाम्रो माताको मन्दिर। आमा पनि आएकी छिन् सातामा। आज म धन्य भएँ। माताले काखमा लिनु भयो छोरीलाई। यसै त कति भएको छ यहाँ आएर सन्तान प्राप्ति। अस्ति भर्खर जागुनमा 2टा जुरुवा भएको। अनि यहाँ माताले कहिले दिनुहुन्न कि यसरी भिडियो बनाउनु, अनि मलाई भनेर चाहिँ दिनुभएको। मैले तपाईँहरूसँग पनि सेयर गरेँ। अनि यहाँ हाम्रो माताको मन्दिर दुल्याजनमै छ। यहाँ हेर्नु, यहाँ सबैले देख्न पाउनुहुन्न। सबैले यहीँबाट दर्शन गर्नु, सबैले आशीर्वाद दिनु। यहाँ फट्टै यहाँको दर्शन पाउन मुस्किल हुन्छ र मैले चाहिँ बहुत विनती गरेर मातालाई मैले यसरी भिडियो बनाउँदैछु। मलाई चाहिँ अब बहुत कृपा छ। मैले आज यसरी भिडियो बनाएर तपाईँहरूलाई पनि देखाउन पाएँ। तपाईँले पनि यहीँबाट दर्शन गर्नु है साथीहरू। जय माता दी। यहाँ हेर्नु, अहिले माता यहाँ हेर्नु, यत्रो त्रिशूल मान्छेले चढाउँछन्। किन भन्नु, सबैको काम पुगेको हुन्छ। तर यहाँ केही त्यस्तो डिमान्ड गर्नुहुन्न, पैसा पातीको त्यस्तो केही डिमान्ड छैन। मान्छेले आफ्नो श्रद्धा भक्तिले काम पुगेपछि यहाँ यसरी आएर त्रिशूल चढाउनुहुन्छ। मैले पनि आज एउटा त्रिशूल चढाएँ। त्यस्तो केही माग्नु भएको थिएन। आफ्नो मनले अब यत्रो ठुलो काम भइसकेपछि होइन साथीहरू, चढाउनु पर्छ यत्रो। तर कहिले फोकसमा ल्याउनुहुन्न कि मैले गरेको त्यस्तो कहिले उतो गर्नुहुन्न। अनि म चाहिँ अब जस्तै भनेर विनती गरेर मैले यो भिडियो चाहिँ बनाएँ। तपाईँले पनि दर्शन मेरोद्वारा पाउनु हुँदैछ। जय माता दी। यता अब बाहिरको दृश्य पनि हेर्नुहोस्। यहाँ हेर्नु, भित्रै यसरी फुलहरू लगाउनु भएको छ। अनि मन्दिर चाहिँ माथि छ। यता ताला मारेर माता निस्किनु हुँदैछ। मैले चाहिँ पछाडिबाट भिडियो गरिरहेको छु है। अनि यता तपाईँहरूसँग पनि सेयर गर्नु मन लाग्छ। अनि यता तल यसरी नाम्नुपर्छ। अनि म चाहिँ अब यो गेट चाहिँ लगाइदिन्छु भनेर अनि यसरी गेट लगाइदिएँ। बहुतै खुसी लाग्यो, बहुतै आनन्द आउँछ यहाँ मन्दिरमा आइसकेको पछि। यहाँबाट तल आएको पछि यता आज माताको हातले यसरीले खुवाइदिएको, यसरी छोरीले खुवाइदिनु हुँदैछ। अनि छोरी चाहिँ अब फर्स्ट टाइम खाँदैछिन्। हेर्नु न कसरी यता र उता गर्छ। भएको छैन होला नि। माताले आफ्नो हातले खेलाएको पछाडि दक्षिणा पनि दिनुभयो आशीर्वादको तौरमा। अरू एउटा जिनिस दिनुभएको छ। म त्यो तपाईँहरूले भोलि अर्को भिडियोमा देखाउने छु, अर्को ब्लगमा देखाउने छु। यहाँ हेर्नु, बिचरा मन्दिरको त्यत्रो ठुलो मन्दिर सम्हालेर पनि यहाँ हेर्नु हाम्रो लागि कहाँ खानापिना घर सम्हाल्नु। छोरा उहाँ अङ्कुल हुनुहुन्छ, यत्रो सम्हालेर पनि यत्रो खाना बनाउनु पनि समय निकाल्नु भयो माताजीले। खाना खाएर अनि साथीको एउटा पार्सल थियो, त्यो पनि मैले दिएँ। अनि यसरी हामी आज घर आएँ। भेटौँ न फेरि अर्को ब्लगमा। जय